सबैले अहिले यो दुईजनालाई एकदम ट्रोल बनाइरहेछ होइन, एकदम अब हल्ला गर्ने स्टुडेन्टलाई चाहिँ टिचरले फर्स्ट बेन्चमा राखिदिएको भनेर ट्रोल बनाइरहेछ। तर मलाई चाहिँ के लाग्छ भनेपछि यो जुन यो शान्त यो सन्नाटापन छ नि, यो चाहिँ अब बाघले शिकार गर्नुभन्दा अगाडिको एउटा सन्नाटापन हुन्छ नि, त्यो देख्छु म चाहिँ। यिनीहरूले चाहिँ संसदमा चाहिँ सबैको मुटु चाहिँ थर्किने चाहिँ गराउँछ है यिनीहरूले। मलाई चाहिँ लाग्छ यो दुईजनाले चाहिँ कसैलाई छोड्दैन है। यदि सबै कुरो ठिक भयो भने ठिक छ, एक कुरा मात्रै तलमाथि भयो भने चाहिँ यो दुईजनाले चाहिँ छोड्दैन कसैलाई पनि। मैयो भन्नेलाई पनि छोड्दैन है, इभन बालेन इभन रवि होइन, कसैलाई पनि छोड्दैन यो दुईजनाले। मलाई चाहिँ त्यस्तो लाग्छ है। कम्बो चाहिँ खत्रै छ है यो दुईजनाको, माटो र हलो कम्बो चाहिँ खत्रै छ। यो दुईजनाले जो तल्का मचाउँछ, एक्लै भए पनि तल्का मचाउँछ है यो दुईजनाले। मलाई चाहिँ त्यो लागिरहेछ, मेरो फिलिङ्स चाहिँ त्यो छ है। जति ट्रोल गरे पनि अहिले दुईजना चाहिँ एकदम स्ट्रङ मान्छे नै हो है, जति कुरा गरे पनि।